हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आज फेरि म आइसक्यो। अहिले चाहिँ हामी जाँदैछौँ अन्त स्टोरमा, हामी बाबाको स्टोरमा जाँदैछौँ। यो चाहिँ रुख यहाँको चाहिँ रुख ढाला गाइज। यहाँ चाहिँ धेरै यो चाहिँ यो बार लगाएको त जति बार लगाएको त्यो चाहिँ ऊ हो। यहाँ चाहिँ सागपातहरू सलादहरू अनि यसलाई के भन्छ अरे बोगटे नि छ, अमिलो नि छ गाछहरू। यो चाहिँ यो गाई राख्ने ठाउँ हो। यहाँ माथि म तपाईँहरूलाई देखाउँछु कि यति धेरै फुलहरू गाइजहरू सँगै हेरौँ। जम्पिङ खेलिरहेको गाइजहरू, जम्पिङ खेलिरहेको। यस जम्पिङ खेलिरहेको गाइजहरू। भयो होइन, हिजोको बाइक छैन गाइज। हिजो हामीले जम्पिङ खेलेको थियौँ। यो चाहिँ हाम्रो साउनीको घर यत्रो ठुलो खाले गाइजहरू। यहाँ चाहिँ फुलहरू देख्न सक्नुहुनेछ। यहाँ चाहिँ फुल स्ट्रबेरी पनि छ। त्यो फुल गाइस देख्नु। त्यो चाहिँ जम्पिङ छ। हिजोको भाइ चाहिँ छैन रहेछ, छैन गाइस। यतितिर चाहिँ लाली गुराँस छ। लासो खायो। अब चाहिँ हामी यता टुर हान्न जान्छौँ। हामी चाहिँ कति नम्बरमा गइरहेछौँ भने 2-3 नम्बर रुम नम्बरमा गइरहेछौँ। त्यो गाइसहरू लाली गुराँस चाहिँ ठाउँ ठाउँमा फले हे धेरै खालके गाइसहरू। सुकिसक्यो कि फलेर पनि सुकिसक्यो। यो 1 यो 2 अनि त्यो तल नि 3 नम्बर हो गाइसहरू। त्यही हो। अफिस चाहिँ यताबाट जान्छ गाइजहरू। यहाँ अफिस यता लेखेँ त्यही भएर हो। उयो चाहिँ गाइजहरू 3 नम्बर है। उयो त्यो 3 नम्बर हो गाइजहरू, देख्न सक्नुहुनेछ। हामी दुईजना मात्र घुम्न आएको छौँ 2-3 को। अब चाहिँ यहाँ 2-3 यो चाहिँ गाइजहरू 4 नम्बर हो। 4 नम्बर रुम। अनि त्यो चाहिँ कति नम्बर हो? त्यो चाहिँ 6 नम्बर होला। त्यो चाहिँ यो 5 नम्बर अनि यो चाहिँ 8 नम्बर होला आई थिङ्क है। यो 6 नम्बर अनि त्यो 7 नम्बर। ल यो चाहिँ 6 नम्बर गाइजहरू। रोज फुल यहाँ देख्न सक्नुहुनेछ। रोज गाई देख्न सक्नुहुनेछ। लाली गुराँस फुलिरहेको खै कता कुन 8 यो चाहिँ हो। एकचोटि के हुन्छ र गाइसहरू। हामी चाहिँ त्यो यो कति हो रे? 6 होइन गाइसहरू। यो चाहिँ आइरहनु हो। मलाई पनि थाहा छैन कि धेरै। यो चाहिँ यो 8 नम्बर हो गाइस। इन्फिनिटी जस्तो देखिरहेको। त्यो हाम्रो उतापट्टि पनि छ। यो चाहिँ 7 नम्बर। यो 7 नम्बर रहेछ। त्यही गाइस। तपाईँहरूलाई पनि घुम्न आउन मन लाग्यो भने आउन सक्नुहुनेछ। यो चाहिँ नमो बुद्ध। अनि त्यो चाहिँ त्यो चाहिँ 3 नम्बर हो। त्यो चाहिँ 4 नम्बर हो गाइजहरू। त्यही हो। त्यही बस म आउँछु। अनि त्यही हो गाइजहरू। तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ। यहाँ चाहिँ नमो बुद्ध रिसोर्टमा। त्यही गाइजहरू। अब चाहिँ हामी अझै उता जाम। यो चाहिँ 6 नम्बर हो। त्यो कति नम्बर हो? यो चाहिँ 5 नम्बर हो। त्यो चाहिँ एक्सर्साइज रुम होला।
योगा रुम ऊ त्यो चाहिँ योगा रुम हो यो चाहिँ आएन न कति रुम हो यहाँ चाहिँ गेस्ट हुनुहुन्छ कता जाने यहाँ फुल यहाँ चाहिँ सबै यस्तै हो यो चाहिँ 9 नम्बर हो यो पनि उ त्यो के अरे चेन्जिङ रुम हो आज फुलहरू छ यो चाहिँ किचन हो किचन भने बस्ने यो चाहिँ 10 रुम हो यहाँ गेस्ट हुनुहुँदो रहेछ यो चाहिँ 10 नम्बर हो गाइजहरू 10 नम्बर गाइज यो चाहिँ 10 नम्बर हो गेस्ट हुनुहुँदो रहेछ तल नि अझै यहाँ चाहिँ किम्बु हो गाइजहरू काफल पनि हो यो चाहिँ हो काफल यो चाहिँ हो किम्बु यो चाहिँ किम्बु हो गाइजहरू यहाँ चाहिँ लाली गुराँस नि फलिरहेको छ त्यहाँ हेर्न सक्नुहुन्छ गाउँ हो त्यो चाहिँ एक प्रकारको यो चाहिँ गेस्ट हुनुहुँदो रहेछ त्यो चाहिँ कति रुम हो 10, 11, 12, 13 नम्बर हो ए जाम जाम ए यो चाहिँ 11, 12 हो यो तल रुमहरू हो यो चाहिँ लुगा धुने हो त्यो हाउसकिपिङ हो यो चाहिँ हाउसकिपिङ हो यो चाहिँ किचन हो अहिले चाहिँ गेस्ट हुनुहुन्छ यहाँ चाहिँ यस्तो मजा आउँछ यहाँ छ अनि यहाँ तल नि छ न त म चाहिँ यता तल गएर चाहिँ एकचोटि तल जान्छु किनकि तपाईँ रातिको भ्यू चाहिँ पनि राम्रो आउँछ नि गाइजहरू किनकि राति खिच्नै पाएन ओ त्यो चाहिँ नमो बुद्ध हो यहाँ एउटा देखेको छैन होला गाइजहरू यो चाहिँ इन्भर्टर रुम है के रुम हो थाहा छैन अनि यो चाहिँ हाम्रो गाडीहरू स्टाफहरूको यो गाडी हो सबै अनि उता गेस्टहरूको चाहिँ उता अझै उता चाहिँ हाम्रो घर हो पहिला हाम्रो उता थियो अनि फेरि त्यहाँ मान्छे बस्नुहुन्छ त्यही भएर त्यही अगाडि अलिपुर थियो अनि त्यही हो गाइजहरू यो चाहिँ सबै एउटा त्यही छ कि यहाँ चाहिँ त्यो धेरै गाइजहरू यही हो त्यो गाइजहरू आयो मेरो हात दुख्यो हाम्रो यो अगाडि चाहिँ नमो बुद्ध छ ए नमो बुद्ध टेम्पल नमो बुद्ध टेम्पल नै हुन्छ होला नि म चाहिँ अब हामी कुनै दिन जानेछौँ त्यहाँ चाहिँ त्यो गाइज ओइ नदी जान चाहिँ आइरहेको गाइजहरू यो चाहिँ हामी त्यो भाइ र दाइ हो भाइ र दाइ दुइटै छ गाइजहरू त्यही हो हात चाहिँ यस्तो दुखिहाल्यो गाइज समात्दा यहाँ चाहिँ यति धेरै फुलहरू छ होइन त्यही तिम्रो यादले पागलै फेरि हिजो चाहिँ हामी फुपू घर गएको थियौँ गाइजहरू खाना ए त्यही हो सगादहरू हो हिजो नै देखाइसकेँ मैले आयो त्यस्तै जान्छ त्यो गाइस म चाहिँ अब फेरि माथि जान्छु यो माथि सबै यहाँबाट चाहिँ म बुद्ध देख्छ गाइजहरू
चाहिँ म बुद्ध हो गाइजहरू सब रुखले छ क्या है गाइजहरू मैले हिजोको भ्लगमा पनि देखाएको थिएँ गाइजहरू जस्तो देखाइसकेर हाम्रै यो 11 हो 12 11 12 13 13सम्म मात्र होला यो चाहिँ 13सम्म अन्ली 13सम्म मात्र हो गाइजहरू तिम्रो याद गाइज बाई